तपाईँले फोन गरेको टक्क मेरो थुक्पा आयो क्या बिहानदेखि केही नखाएर नानीले त अनि मलाई दरो दिन्छ त अनि के भन्थ्यो तपाईले फोन गर्नुपर्छ रे मलाई जसै दाइले फोन पुरा लाग्यो चाहिँ के गर्नु हुँदैन रे मैले फोन गर्नुपर्छ रे त्यसैको लागि त म यहाँ दौडेर आएको सबैलाई जय मसी आज हामी छौँ गोदावरी बोटानिकल गार्डनमा न्यू हेभन ग्याङ ल परिचय गराउँ हेलो जय मसी मेरो नाम सोना मोक्तान हेलो हेलो जय मसी सलोम जोसेफ मलाई अहिले चाहिँ हाम्रो दिउँसोको 2 बजेको छ र हामी अलग अलग फरक फरक आए पनि रिग्रुप गरेर भित्र छिरिसकेका छौँ टिकट लिइसकेका छौँ अडल्ट पर टिकट हाम्रो नेपाली 50 रुपियाँ थियो भने अन्डर 10 लाई अलग अलग चार्जेस छ 5 बजेसम्मको टाइम छ सिमलको रुख यो माला बन्छ अनि यसै करोड प्लसमा बिक्छ अरे अब यसको व्यापार गर्नुपर्ने छ कस्तो दामी देखा भाइ के साह्रो दामी देखा ओ माई म सिन्देरू भन्ने होइन हेर्नु न कस्तो मान्छे अर्को देखिरहेको छ क्या तपाईँहरू धेरै पछि हामी आएका छौँ ओ मिस मैडम 안녕하세요. 안녕하십니다. 한국에 언제 돌아가세요? 아직 모르겠어요. ग्रुपमै हिँड्दै तर आज मेरो कन्टेन्ट पाकिरहेछ अनि सकिँदैन 500 जना पुगेकै छैन 500 जना पुगेर पनि हुँदैन क्या कति रुपियाँ दिएर काटेको 250 मा चित्त बुझाउनु पर्छ ल ठीक छ आइरहेछ नि रमाइलो हुँदैछ रमाइलो मनी यो चस्मा छिटो फालेर यो चस्मा लिनु छ क्या यो चाहिँ थाइल्यान्डको विशेषता हो यताबाट जाने कि ग्रुपमा चाहिँ रमाइलो हुन्छ यताबाट जाने कि यता जाउँ होला यता त्यस्तो नभन्नु है मैले पनि लाउनु त लाग्छु तर यो के अरे उसको बास्ना आउँछ के अरे यो धुलोको बास्ना त्यो बाइक कुदाएको हाम्रो ग्रुप सुनादी सम्नादी हाम्रो दिपेश त्यसपछि हाम्रो शर्मिला दी दानियल आमोस जोसेफ दाई अनि म पनि छु मलाई कस्तो जानु मन थियो सैलुङ साँच्चै भने जानुपर्छ हामी सैलुङ जानुपर्छ अस्ति गएर आएकोहरूलाई लानु हुँदैन तपाईँहरू गाडीमा जाँदाखेरि वा ब्याकग्राउन्ड म्युजिक के हाल्ने होला भयो त मलाई यसमा हेर्नु तपाईँको भाइ त्यहाँ कति दामी आएको
तपाईँ घुमेको कसले हेर्नु हुँदैन हेर्न नआउने मान्छे छ भन्नु कोरियातिर पठाइदिउँ त्यस्ता डाडीहरूलाई मजा आउँदैछ एकदम रमाइलो हुँदैछ ले गार्डन सिधै यति हो पहिला त कत्रो ठुलो जस्तो लागेको थियो त सिजन अप्रिलमा आउनुपर्ने होला नि त नट फोटोजेनिक गर्ल ओके खिच्नुपर्छ फोटो त खिच्नुपर्छ होइन तर तपाईँलाई कस्तो दामी देख्यो है त्यो कपालमा त्यो लगाएर होइन यो जापानिज कस्प्ले गर्छ नि कस्प्ले गरे जस्तो क्या टक्कै त्यो जापानिज कस्प्ले गर्नेहरूले कपालमा त्यसपछि कता त्यो कोरियामा त्यो के भन्छ अरे मसला बिच चल्छ नि होइन कोरियामा पनि यहाँ ठमेलमा नि मैले एउटा देखाएको थिएँ क्या यस्तै यस्तै एक्सेसरी बेच्ने ठाउँ क्या कस्तो दामी दामी पाउँछ त्यो घुमेन नि त घुम्नु पर्यो मजाले सेजु जानु पर्यो समुद्र 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 जानुपर्ने छ जिम जिमजाम 15 केजी घटेर चाहिँ जिमजाम जिम भाइले भन्छ दिदी तपाईँ ज्यान घटाउनु मोडल जस्तो देख्छ भन्छ उसले कुरा त ठिकै हो लोकल पुल लोकल पुल लोकल पुल ललाई हजुर खिच्ने पो साँच्चै आउँछ दामी आउँछ होला भाँचिन्छ अहिले ठुल्ठुलो जिउ आगोले हल्लाउनु भएन भाँचिन्छ अहिले को नाच्यो त्यसरी चर्चको कोही मान्छे त होइन खै गोदावरी आउनु त आएको पहिला त कस्तो फुल धेरै देखे जस्तो लाग्थ्यो अहिले त फुलै देखिँदैन त फुल कथा छ फुल वेयर इज फ्लावर आउनुहुन्छ नाइ नाइ फुल यहाँ हुनुहुन्छ फुल यता पनि हुनुहुन्छ हामीलाई त कालै कलर ठिक छ कालो मान्छेलाई कालै कलर ठिक छ बोइज कट काट्ने मान्छे अनुहार बोइज कट काट्ने मान्छे अनुहार यहाँनिर हो बोटानिकल गार्डन जाने हो भित्र बोटानिकल गार्डन आइसक्यो रहेछ त भित्रै कहाँ यो कता कुन खोला नुवाकोटमा कत्रो छ कति यति यति डुब्छ डुब्छ यति यति त्यत्रोमा त हुँदैन पानीको करेन्ट ज्यादा होला नि सक्दैन त्यही पोज्नु एकैछिन ल हामी दानियल हामी गोरिया स्कुल हुँदा नि यसरी आउँथ्यो होइन ग्रेस म्यामले गोदावरी ल्याउँथ्यो त हामीलाई जमानामा ग्रेस म्याम मेजर मिसिङ हान्नेमा चाहिँ हो जय मिसी कथा हुनुहुन्छ जाम हामी गएर बाटो बाटोमा पाउने कुरा यहाँ बगैँचामा देख्दा त राम्रै लाग्दो रहेछ फेरि बल्ल देखियो नि त फुल गोदावरीको फुल आउनु 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 पाइँदैन
डोन्ट टच 50 रुपियाँमा 50 रुपियाँ टिकट काटेर कहाँ फुल टिप्नु पाइन्छ आउनु Don't shoot my video. Please. ब्याकग्राउन्ड म्युजिक दामी लगाइदिन्छु नआउन नआउन वाह यहाँ पनि फोटो दामी आउँछ ओ कस्तो दामी आएको ल फेरि एकचोटि भन्नु के गरिदिनु पर्यो मेरो म अलिकति भत्रक उफ्रेको छ गाइस त्यही भएर केही कुरा नभनिदिनु होला बे नभएसम्म उफ्रिनुपर्छ दौडिनुपर्छ हाँस्नुपर्छ बे भएपछि चाहिँ कहाँ दिन्छ दौडिनु दिँदैन उफ्रिनु दिँदैन त्यही भएर अहिले चाहिँ बे नहुँदै उफ्रिने हो नाच्ने हो आज आमाको प्रोफाइल पिक्चर चेन्ज होला पहिला बोन्साई हेरौँ यस्तो नि बोन्साई हुन्छ है यस्तो यसलाई बोन्साई भन्छ बोन्साई अरे साथीमा बोन्साई कमेन्ट गरिदिनु पर्यो बोन्साई यस्तो हुन्छ कि हुँदैन मैले जानेको बोन्साई चाहिँ अनि यो 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 अलिकति राम्रो रहेछ तर खै बेन्डिङ छैन सिधा मात्रै बनाएछ अलि सेप दिनु पर्थ्यो राम्रो त राम्रै रहेछ बाबा लाउँछ है अहिले ठाउँ निस्किँदै जान्छ फोटो निस्किँदै जान्छ ओ दामी लाग्यो मलाई यो कुन फुल होला यो कस्तो दामी रहेछ यो एउटा फुल चाहिँ मन पर्यो है मलाई गोदावरीमा यो मन पर्यो बोन्साई भनेर केराको रुख झुन्डाउनु त भएन नि यार बोन्साई भनेर यस्तो केराको रुख राख्ने हो गोदावरी हुन त सबै कुरा सानो भयो भने बोन्साई हो तर केराको रुखै चाहिँ राख्नु पर्दैन यो के हो यो तेजपत्ता आउँदैन सर्प आउँदैन ल अब हाम्रो नेक्स्ट के अरे ठाउँ भनेको सैलुङ डाँडा हामी जान्छौँ त्यहाँ रुमको कति महँगो छ नि हेऱ्यो नि 1200-मा आउँछ खाना बस्न सहित कि रुम मात्रै ए त्यसमा हामी जान्छौँ यतैबाट तल झर्ने के भनेबाट के हो यो के हो यो के हो यो कमेन्ट गरिदिनु गाइसहरु गर्दै यो पर्वल जस्तो छ त पर्वल हामी कता जाने हो मखमली हो होइन मखमली हो आमा चाहिँ यसलाई कसरी प्रोनाउन्स गर्छ अर्चिड हो कि अर्किड हो पत्ता लगाइदिनु होला अर्चिड हो कि अर्किड हो पत्ता लगाइदिनु पर्यो मखमली फुल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन् ह्याप्पी दसैँ ह्याप्पी तिहार को छन् साथीहरू मनाउनेहरू आउँछ के हुँदैन दिस इज गना बी अ पार्ट अफ मेमोरी यु नो गार्डनदेखि बाहिर फुल राम्रो छ त है किन हो यो गार्डनदेखि बाहिर फुल दामी छ त के भन्छ यसलाई दुसे फुल एउटा यो नि खिच्दै पक्नु नलाउनु त ठिक छ ओके यो चाहिँ काट्नु पाइँदैन नि म काट्दिनँ म काटे पनि मेरो आफ्नो काट्छु बाँकीको सबको हालिदिन्छु दिस इज
यो अर्नामेन्टल के अरे प्लान्ट हाउस जाम है त। यहाँ पो कस्तो दामी रहेछ भाइ मैले मन पराएको फुल यो यहाँ यो त गोदावरी हो नि त रियल गोदावरी हो नि त। कस्तो बास्ना आमामा तपाईँलाई थाहा छ हाम्रो नाम के हो गोदावरी कसरी थाहा छ मैले त अन्दाज गराउँदै हाम्रो नाम हो र हामी चारजनाको नाम गोदावरी हो नि त को चारजना दानियल म जोन मिसाइल हो र हाम्रो उसको नामै अफिसियल नामै गोदावरी हो म त्यही भएर त हामी बच्चादेखि यहाँ गोदावरी कति आउँथ्यो अनि आन्टीले चाहिँ यो तिमीहरूको नाम भन्दै कलरफुल देखाउनु थियो कलरवाला हुन्छ नि त। अन्दाज गराउनु ल हाम्रो रियल नाम गोदावरी होम हो नहोस् नो टेन्सन हामी घुमौँ न। हामीले गोदावरीमा आएर चोरेको यस्तो काम नगर्नु है मार्छ तल 50 रुपियाँ टिकट तिरेर यो यस्तो चोर्नु पाइन्छ। आयो नदुइकन खान्छु ल म। के को पानी अमला हो ल पानी अमला भन्छ मिठै छ हेल्दी कुरा मिठो छ भन्नु भयो नि। लास्ट आएर हेमेरी बास्छै भन्ने होला भद्रगोल यो भद्रगोल हो किनभने हामीसँग जोसेफ र दानियल आएन हामीसँग तिनीहरूले पिठो खान्छ जाम त्यही हो कुरा जाम म यस्तो भुट्दा भन्ने